टाइगर भन्ने चिज चाहिँ नभा र म चाहिँ कल्पना गर्न सक्दिनँ किनभने इन्द्रबहादुर राई सरको कथा हो हेज गिभन अ भेरी इन्ट्रेस्टिङ एन्डिङ क्या त्यो होल थिङ इट्स अ ट्विस्ट क्या बट एट द सेम टाइम एज आई टोल्ड यु अघि पनि मैले भने सरको कथा चाहिँ बुझ्नुमा धेरै टाइम लाग्छ कि कति टाइम लाग्छ एन्ड आई फिल सबैको आफ्नो आफ्नो थट्स हुन्छ मलाई चाहिँ लाग्छ कि टाइगर चाहिँ इज एन एलिमेन्ट क्या कस्तो एलिमेन्ट भन्दाखेरि चाहिँ लाइफ इन्टरभेन गरेको जस्तो क्या बिकज हामीलाई त बर्थ जन्म र मृत्यु त हाम्रो हातमा हुँदैन नि त होइन दि सो मेनी अननोन अनसर्टेन्टिज एन्ड लट अफ थिङ्स एन्ड लाइफ कतिले भन्छ एन्ड द्याट्स एक्ज्याक्टली माई गोल पनि के छ भने चाहिँ यु सुड रोमान्स विथ लाइफ भन्छ क्या होइन त्यसरी लाइफले पनि विल थ्रो यु लट अफ थिङ्स गुड एन्ड ब्याड थिङ्स होइन अनि त्यसरी अनएक्सपेक्टेड यहाँ तिनवटा क्यारेक्टर दौडेर जाँदैछ आफ्नो आफ्नै चिजको पछाडि होइन दे हेभ देयर ओन मोटिभेसन्स एन्ड अल अफ अ सडन अनएक्सपेक्टेडली थिङ्स ह्यापन एन्ड द्याट इज लाइफ होइन अनि द्याट इज टाइगर होइन एन्ड या अब टाइगर नभए चाहिँ नबनाउने भन्ने चाहिँ यस्तो छ अब सरले नै लेखेर कुचहर गरेर गरेको भए चाहिँ बनाउँथे नै इन्ट्रेस्टिङ नै हुन्थ्यो हजुर